नमस्कार सबैजना साथीहरुलाई। मेरो कुरा काट्ने र त्यसको भिडियो त आउँछ मलाई हेर्न मन लाग्दैन भन्ने मान्छेहरुको लागि एउटा मेरो गीत जोस। गीत गाउन त म जान्दैन, मिलाउन त मैले जान्दैन, तर भयो पनि सक्दो प्रयास म गर्छु। हे मलाई आज देखाइन राम्रो, देखाइन राम्रो भन्छु मैले तिमलाई हुस झन राम्रो कुरा काटेर। तिमीलाई सधैँ ने हुस धातेर, मलाई बोल्ने हुस आतेर। तिमीलाई सधैँ ने हुस धातेर, मलाई सधैँ बोल्ने हुस आतेर। तपाईहरुलाई मेरो एउटा मिठो सोचना, कुरा काट्ने धात्ने जो मान्छेले कुरा काट्छ त्यो मान्छे मेरो अगाडि आएर ठिक्कै पारेर ढाँट्छ। एकदमै तपाईलाई यस्तै गर्दै दुनियाको कुरा काट्दै हिँड्दै गर्नुस्। म चाहिँ मेरो जारी सुरुवात बोलिरहन्छु। एकदम हाँसो, एकदम हाँसो लाग्छ क्या म तपाईहरुको कुरा सुनेर। म पनि तपाईहरु जस्तो भइछु यार, क्या भनिछु। माटो खाने मुखले पनि कहिले कसो गु खान्छ क्या यार। त्यही भएर एकदमै पोछु त मलाई छैन, त्यति हो बोल्छु यार। हिम्मत हार्न हुन्न हो दिदी बहिनीहरु। कुरा काट्नेले तपाईहरु कुनै दिदी बहिनी हुनुहुन्छ कसैले इत्रीको चिसिकको कुरा काट्दैमा चसक्कै मन दुखाएर एउटा कुनामा गएर आँसु बगाउने रुने मेरा दिदी बहिनीहरु, आमाहरु, फुपूहरु सबै ज हुनुहुन्छ नि, नरुनुस्, चिन्ता नमान्नुस्। त्यसले यो कुरा काटो भनेर तपाईहरु लागेको गन्तव्यतिर लागिरहनुस्, नछुट्नुस्, काट्न दिनुस्। त्यो कुरा काट्नेको अगाडि अझै तपाईहरु अगाडि बढेर देखाउनुस्, पछाडी होइन। अगाडि बढेर देखाउनको लागि दिदी बहिनीहरु धन पैसा मा मात्रै अगाडि बढेर जुन मान्छेले हामीलाई पैसाको ढ्वास लाउँछन् नि, जुन मान्छेले एक सरो शरीर ढाक्ने कपडाको ढ्वास लाउँछन् नि, त्यो नलाउनुस्। हामी ठीक छ, हामी पैसा नभए पनि अगाडि बढौं। हाम्रो शरीर ढाक्ने एउटा फाटेको नराम्रो कपडा भए पनि लाएर हिँडम, त के फरक पर्दैन। मान्छेले देखावटी भन्ने कुरा उसको भित्र कस्तो हुन्छ, के हुन्छ, घर भित्र बाहिर देखावटी गर्छन् साथी हो। देखावटीतिर हामी नलागम, सिर्फ हामी हाम्रो कस्तो छ त्योतिर लागम। हामी आफू हिँडेको बाटो हिँडम, अरु हिँडेको नहिँडम। यति हो मेरो भन्ने। एक कुनै दिदी बहिनी हुनुहुन्छ सानो मनको कमजोरी, कसैले केही भनौ भने त्यो गर्न लागेको चिज पनि गर्नु न, ए फल्नाले यस्तो भनौ भनेर रोएर बस्नुहुन्छ नि, त्यस्तो नगर्नुस्। मान्छे भन्ने कुरा हाँसेको पनि कुरा काटेकै हुन्छन्, रोएको पनि कुरा काटेकै हुन्छन्। त्यही भएर मान्छेको कुरामा लाएर तपाईहरुको काम जे छ त्यो नछोड्नुस्। हाम्रो काम भन्ने कुरा कहिले सफा गरे पनि कामै हो, जे गरे पनि कामै हो। हेर्नुस्, हामी घाँस दाउरा काटेर पनि हाप्पी खुसी छौं होइन र, भाँडाबुटका माझेर पनि खुसी छौं। अरे घुम्ने कुर्सीमा बसेर नोटको बिटा कमाएको मान्छे बाहिर हामीलाई देख्दा खुसी देखाउने हुन्, भित्र उनी खुसी हुन्नन् के कसै। त्यही भएर हिम्मत नहार्नुस्, म जस्तो गर्नुस् के, म जस्तो हिम्मत नहार्नुस् कसैले केही भन भन्नमा नि। बुझ्नुभयो? मेरो सुझाव कस्तो लाग्छ कमेन्टमा भन्नु होला।